आज एउटा सिम्पल तर एकदम इफेक्टिभ टुलको बारेमा बताउन गइरहेको छु। यदि मैले तपाईहरुलाई भने यो एउटा सानो टुल जसलाई डेन्टल फ्लस भन्छ, यो ह्यान्डलवाला, यो चाहिँ थ्रेडवाला है। यसले तपाईको गम डिजिज धेरै हदसम्म मिनिमाइज गर्न र दाँतको बीचमा लाग्ने किराले खाने जुन समस्या छ त्यसलाई मिनिमाइज गर्न हेल्प गर्छ भने तपाई यो कुरा पत्याउनुहुन्छ। तपाई पत्याउनुहोस् नपत्याउनुहोस् यो कुरा साँचो हो। धेरै लिटरेचरले पनि यो कुरा प्रुभ गरिसकेको छ, बताइसकेको छ। अब यो भनेको डेन्टल फ्लस जुन ह्यान्डलवाला नयाँ मान्छेले सुरुमा प्रयोग गर्दा यो ह्यान्डलवाला लिने कसरी युज गर्ने भन्दा सबै दाँतको बीचमा एभ्री नाइट प्रयोग गर्ने हो यो। र यसलाई युज गर्दाखेरि बिस्तारै दुईटा दाँतको चेपमा बिस्तारै छिराउने, छिराइसकेपछि यो ह्यान्डलवाला फ्लस लिने अनि सबैभन्दा लास्टको दाँतमा यसरी लिएर जाने। अनि लिएर गइसकेपछि चाहिँ बिस्तारै यो रेजिस्टेन्स र यसरी क्लिक साउन्ड आउँछ। आइडियल कन्ट्याक्टहरु छ भने त्यो लगिसकेपछि पछाडीको दाँतलाई सफा गर्ने, त्यही बेलामा अगाडिको दाँतको पनि यसरी सफा गरेर बिस्तारै यसलाई निकाल्ने। यसरी निकाल्दाखेरि यो फ्लसमा एभ्री टाइम तपाईले क्लिन गर्दा यसमा खाना र जर्म्सहरु निस्किन्छ। यो भन्दा इफेक्टिभ चाहिँ यो मानिन्छ है। यो भनेको चाहिँ तपाईको थ्रेड टाइप भयो, तर नयाँ मान्छेले युज गर्दाखेरि ह्यान्डलवाला युज गर्दा पनि हुन्छ। आजको लागि यति नै। फलो फर मोर।